नमस्कार सम्पूर्णमा लर्न कारमा हजुरहरूलाई स्वागत छ। यो हाम्रो बिल्कुलै नयाँ युट्युब च्यानल हो र यसमा हामी सिक्नेछौँ कि कार चलाउनुभन्दा अगाडि के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरू। सबभन्दा पहिले कारलाई ओपन गरेर कारलाई स्टार्ट गर्नुभन्दा पहिले निम्न कुराहरूमा ध्यान दिनुपर्छ। पहिलो कुरा हो गाडी वरिपरि हेरी एकचोटि चार चक्कामा हावा भए नभएको यकिन गर्नुपर्दछ र गाडी मुनि कुकुर बिरालो केही छ भने छैन भने त्यसलाई यकिन गर्नुपर्दछ। र दोस्रो कुरो गाडीको ढोका खोली अगाडिको बम्परलाई चेक गर्नुपर्दछ र त्यसमा चाहिने मोबिलको क्वालिटी चेक गरिन्छ। मोबिल इनफ भए नभएको पनि गेजबाट चेक गरिन्छ र डिस्टिल वाटर कम भए नभएको कम छ भने हालिन्छ भने वाइफरको पानी पनि कम छ छैन त्यसको पनि यकिन गरिन्छ। त्यसपछि बम्परलाई लगाएर ढोका खोलिन्छ र त्यसपछि सिट एडजस्ट गरिन्छ। आफ्नो शरीर अनुसारले आफूलाई सुहाउँदो र सजिलो हुने गरी सिटलाई एडजस्ट गरिन्छ। सिट एडजस्ट गर्दाखेरि अगाडि पछाडि गर्दाखेरि सिटभन्दा मुनि ठिक मुनि लिभर हुन्छ, अगाडि पछाडि गर्न सकिन्छ भने साइडबाट आफ्नो शरीरलाई सिधा या अलिकति कम्फर्टेबल हुने गरी एडजस्ट गरिन्छ। त्यसपछि स्टियरिङमा हात हुनुभन्दा पहिला स्टियरिङभन्दा मुनि रहेको तीनटा पेडललाई पनि जान्नुपर्ने आवश्यकता छ। यसमा हुन्छ क्लच, ब्रेक र एक्सिलेटर। यसलाई एबीसी पनि भनिन्छ। ए फर एक्सिलेटर, बी फर ब्रेक, सी फर क्लच। राइट खुट्टाले चाहिने दाहिने खुट्टाले चाहिने ब्रेक र एक्सिलेटरलाई कभर गर्दछ भने लेफ्ट खुट्टाले सिर्फ क्लचलाई मात्रै कभर गर्दछ। र यसको लागि क्लच हाल्नुभन्दा पहिला क्लचलाई पुरै दाबेर मात्रै गियर हाल्नु पर्दछ। र ब्रेकको काम भनेको गाडी दौडेको छ भने रोक्ने र एक्सिलेटरले थप ऊर्जा दिएर गाडीलाई दौडाउने काम मात्र गर्छ। यो कुरालाई जान्नको लागि आफ्नो खुट्टाले क्लचलाई पुरा थिच्ने र चाहिने हाम्रो ब्रेक र एक्सिलेटरको लागि हाम्रो खुट्टा भी सेपमा हुनुपर्छ। सिधा भएमा ब्रेक र चाहिँ हल्का भी सेपमा भए एक्सिलेटर। यो कुरा हामीले जान्नुपर्ने हुन्छ। र त्यसपछि रह्यो हाम्रो देब्रे हात साइडमा रहेको गियर सिफ्ट। यसमा चाहिने गियरको नक्सा बनेको हुन्छ। जस्तै एक गियर हालियो भने बायाँतर्फ पुरै लगेर माथिल्लोपट्टि हालिन्छ भने दुई गियर जानुभन्दा पहिले बिचमा एक न्युट्रल हुन्छ, त्यसपछि दुईमा आउँछ। त्यसपछि तीनमा हाल्यो भने बिचमा राखेर माथिल्लोपट्टि जानु पर्यो र चारमा ल्याउने भने पहिला न्युट्रल त्यसपछि सिट ठिक तल र पाँचौँ गियरमा राइट साइडमा लिएर आएर माथितिर गयो भने 5 र हामीलाई रिभर्स गर्न छ भने एक स्टेप तल न्युट्रल त्यसपछि यसलाई ब्याक गियर हाल्नु पर्दछ। हर प्रत्येक गियर लिभरको बिचमा हाम्रो न्युट्रल हुन्छ भने अर्को देब्रे हातले गर्ने काम भनेको ह्यान्ड ब्रेकलाई रिलिज गर्ने र ह्यान्ड ब्रेक लगाउने हो। ह्यान्ड ब्रेकको काम भनेको पार्किङ र चाहिने धेरै नै ट्राफिक छ भने त्यस्तो बेलामा आउँछ काम। अर्को रह्यो त्यसपछि रह्यो हाम्रो मिररको भ्यू। मिरर लेफ्ट राइट र बिचमा हुन्छ। लेफ्ट राइटको मिररलाई एडजस्ट गर्दा 20% कारको भागमा हुन्छ भने हाम्रो 80% भनेको चाहिने रोड साइडमा हुन्छ। लेफ्ट राइटको त्यही हुन्छ भने र बिचको मिरर जो ठिक अगाडि हुन्छ त्यसले बिचको बाटोको भागलाई मात्रै राखिन्छ। यसले चाहिँ हाम्रो भिजिबिलिटी क्लियर गराउँछ। अर्को कुरा भन्दा यो चाहिने हाम्रो क्लचको काम भनेको इन्जिन र गियरको लागि चाहिने इन्गेज र डिसइन्गेज गर्ने काम हो। त्यही भएर कुनै पनि गियर सिफ्ट गर्दा हाम्रो क्लचलाई पुरा थिचेर मात्रै गियर हाल्नुपर्छ, नत्र गियर जाँदैन। यसैको कारणले गर्दाखेरि प्रत्येकचोटि गियर अप एन्ड डाउन गर्नुभन्दा पहिले हामीले क्लचलाई पुरा थिच्नै पर्ने हुन्छ। र ह्यान्ड ब्रेकको प्रयोग गर्दाखेरि बिना बटन दबाएर माथितिर खिचिन्छ र त्यतिखेर यो ब्रेकको प्याडमा गएर अड्किन्छ। यदि ह्यान्ड ब्रेक रिलिज गर्नु छ भने पहिला यसको बटनलाई हल्का दबाएर हल्का माथितिर तानेर अनि हातले पुरै तल्लोपट्टि लगेर छोडिन्छ। र हामीले स्टियरिङलाई चाहिने समाउँदाखेरि 9 र 3 को पोजिसनमा हुनु पर्यो या 10 र 2 को पोजिसनमा हुनु पर्यो या त
4 र 8 को पोजिसनमा हुनु पर्यो। यो चाहिने सिटी एरियामा 9 3 को पोजिसन राम्रो हुन्छ र यो सजिलो पनि हुन्छ र 4 और 8 चाहिने लङ ड्राइभको लागि सजिलो हुने गर्छ भने हाम्रो इग्निसन यानि कि गाडीलाई स्टार्ट गर्नुभन्दा पहिला एक राउन्ड घुमाइन्छ जसले हाम्रो स्टियरिङलाई प्ले गर्छ भने दोस्रोबाट चाहिँ हाम्रो ड्यासबोर्डमा यसमा लाइटहरू आउन सुरु गर्छ। जस्तै यसमा चाहिँ हुन्छ हाम्रो सिट बेल्ट हुन्छ, त्यो एयर ब्याग भयो, ब्याट्री भयो, ह्यान्ड ब्रेक र चाहिँ मोबिलको पोजिसन देखाउँछ भने अर्को एक राउन्ड अगाडि जाँदाखेरि गाडी स्टार्ट हुन्छ। त्यसपछि रह्यो जब हामीले चाहिने गियर शिफ्ट गर्छौँ या त गाडी स्टार्ट गर्छौँ हाम्रो खुट्टा क्लचमा पुरा दबेको हुनु पर्यो र फुट ब्रेक पनि लागेको हुनु पर्यो, ह्यान्ड ब्रेक पनि लागेको पर्यो र जब हामीले चाहिने गाडी अगाडि बढाउन खोज्छौँ देब्रे हात साइड पुरा अगाडि लगेर मास्तिर लैजान्छौँ र चाहिने गियर शिफ्ट गर्छौँ र चाहिने गाडी अगाडि बढाउनुभन्दा पहिले ह्यान्ड ब्रेकको चाहिने बटन थिचेर हल्का माथि गरी तल लैजानेछौँ र चाहिँ हल्का क्लच हाफ क्लच जब गाडी भाइब्रेसन हुन सुरु गर्छ फुट ब्रेक छोडिदिएर गाडीलाई भाइब्रेसनमा बिस्तार उठाइन्छ र चाहिने गाडीलाई हल्का कुदाउनको लागि हल्का एक्सिलेट दिइन्छ र त्यसपछि गाडी अगाडि बढिसकेपछि गाडीको गियर चेन्ज गर्नको लागि पुरा क्लच दबाएर जब गाडी 10 भन्दा माथि स्पिड हुन्छ 10 किलोमिटर पर आवर हुन्छ त्यसपछि हामीले पुरा क्लच दबाएर गियर शिफ्टलाई हल्का तल ल्याइन्छ र पहिला न्युट्रल गरिन्छ त्यसपछि पुरा देब्रे हातबाट ल्याएर तल ल्याएपछि 2 गियर हुन्छ र 3 गियर पनि यसै गरी जब गाडी 25 किलोमिटर पर आवर जब पुग्छ त्यसपछि हामीले क्लच पुरै दबाएर चाहिने गियर लिभरलाई हल्का माथि लगेर न्युट्रल त्यसपछि सिधा माथि लगिन्छ यो 3 गियर। यसै गरी नै हाम्रो गियर शिफ्ट हुन्छ भने गियर शिफ्टबाट गियर चाहिने घटाउन पनि पहिला क्लच पुरै दबाउनु पर्यो त्यसपछि चाहिने एक स्टेप न्युट्रल त्यसपछि डाउन गर्दै लगिन्छ र गाडी रोक्नको लागि पहिला क्लच पुरा दबाएर अनि ब्रेक थिच्नुपर्छ नत्र भने स्टार्ट बन्द हुन्छ। यदि गाडीको स्पिड 40 किलोमिटर पर आवर भन्दा माथि छ भने सबभन्दा पहिला ब्रेक प्रयोग गरेर गाडीको स्पिडलाई 10-15 छ भने पहिले हामीले ब्रेकको प्रयोग गरेर गाडीको स्पिड घटाएर 10-15 किलोमिटर पर आवर लिएर आइन्छ त्यसपछि पुरै क्लच दबाएर ब्रेकको प्रयोग गरिन्छ नत्र भने गाडीको स्टार्ट बन्द हुन्छ। थ्याङ्क यू।